कोसी भनेको पहिला हाम्रो मुद्दे ठाउँ भन्दा नि हुन्छ क्या। आज चाहिँ बोराबाद होइन, बोराबाद आएको यतापट्टि कोसी छ होइन। पहिले चाहिँ झिलिमिली छ त, झिलिमिली छ त। जय घन्टी, जय घन्टी। बालेनले जितिसक्यो। केही कुरा 2 शब्द जाओस्। जय देश, जय घन्टी। अग्ली बार बालेन सरकार। अब यति सरकार सबैलाई माया छ, सम्झना छ जलवा है हमारा होइन। अब रात पनि परिसक्यो, अब सूर्यास्त पनि केही छैन होइन। अब पहिलेको चाहिँ फेरि हाम्रो यो दाउरा निकाल्ने ठाउँ हो क्या भन त। हो दाउरा मैले निकालेँ दाउरा हो यहीँ। कोसी खोला देखाउने ठाउँ हुन्छ। यहाँ डान्स पनि हुन्छ, स्टेज स्टेज पनि खाली छ। खाली छ, रमाइलो छ। सूर्यास्त पनि छैन, लामो सूर्यास्त। यो कहाँ पुगेर यहाँ हुस्से कुहिरो लागेर चाहिँ पित्ते भइसक्यो सूर्यास्त। म बोट चाहिँ कुदिरहेको छु, बोट चाहिँ कुदिरहेको छ होइन। हामी चाहिँ यताको नजारा म तपाईँहरूलाई देखाउन चाहन्छु। आज चाहिँ अब आउने ठाउँ चाहिँ यहीँ हो है, यहीँ हो। आज धेरै पछाडि आयो। यहाँ चाहिँ हामी पहिले चाहिँ यो कोसीमा चाहिँ हामी पहिले होइन दाउरा निकाल्न पनि आउँथ्यौँ होइन। अब दाउरा निकाल्न आउँथ्यौँ यहाँ पुरै भेलबाडी आएको बेला दाउरा हामी खत्रै निकालिन्थ्यो। त्यतिखेर त्यस्तो माहौल थिएन, अहिले चाहिँ माहौल होइन खत्रै बनेको रहेछ। अब आफ्नै ठाउँ भयो भने भाइरल भएको छ। भाइरल ठाउँ एकदम खुसी लाग्यो होइन, भाइरल हुनुपर्छ, त्यस्तै हो। अहिलेको चाहिँ कति बज्यो बेलुका भनिसके पछाडि अहिले चाहिँ कति बज्यो भन्दाखेरि 6:15 भएछ। अहिले सूर्यास्त पनि छैन, किनकि अब यो सबै हुस्से लागेर चाहिँ सूर्यास्त पनि छैन होइन। उहाँ चाहिँ बोट चलिरहेको रहेछ, त्यहाँ एउटा बोट ड्राइभर मेरो साथी पनि छ। म भेट्छु भेट्दिनँ थाहा पनि छैन, अब भेट्यो भने गफसप होला होइन। नभए चाहिँ यहाँ बोटहरू धेरै छ है, यहाँ बोटहरू चाहिँ धेरै छ, चढ्दाखेरि हुन्छ होइन। बोटहरू धेरै छ होइन, चढ्दाखेरि चाहिँ बबाले हुन्छ। यहाँ चाहिँ एकचोटि आएर चाहिँ आज म पनि धेरै पछि आएको, त एकदम नेपालको भाइरल ठाउँै हो। यहाँ अगाडि रेस्टुरेन्टहरू छ होइन, केही खानु पऱ्यो भने एकदम सुपथ मूल्यमै सबै पाउँछ होइन। दामी रहेछ ल, यस्तै छ नजारा चाहिँ यहाँको चाहिँ होइन। गढी छ है, फेरि नयाँ गढी हो फेरि है बोराबाद। तर त्यस्तो चलपल भन्दा पनि अब खासै त्यस्तो केही होइन रहेछ होइन। पुरै कोसीको बगर त हो, बलौटा त हो होइन, केही छैन। कोसीको बगर हो, बलौटा हो होइन। अब ढिलो भयो क्या, हामी 6:30 भइसक्यो, नत्र अघि नै आएको भए त बोट पनि चढ्नु हुन्थ्यो। यहाँ बोटहरू पनि छ।